हेलो नमस्ते सबैजनालाई। आजको करेन्ट नुडल्स चाहिँ मेरो हजुरको लागि स्पेसल है त। उहाँले चाहिँ न घरमा राम्रोसँग खाजा खान पाउनुहुन्छ, न बिहानको खाना खान पाउनुहुन्छ। राति एक टाइम मात्रै खाना खाने हो उहाँले घरमा राम्रोसँग। अनि जहिले पनि मेरो भिडियो हेरेर चाहिँ थाहा पाउनुहुन्छ कि उहाँले तिमीले आज यो खायो त्यो खायो मलाई चाहिँ बनाइदिएन भन्नुहुन्छ कि घर बस्या भए पो बनाइदिने त होइन। उहाँको त कहिले त शनिबार पनि फुर्सद हुँदैन, शनिबार पनि जानुपर्छ। बिहान 6 बजीदेखि बेलुका 6 बजीसम्म स्कुलमै हुन्छ। अनि त्यसपछि आउनुहुन्छ, अनि आएपछि त खाना खाने बेला हुन्छ। त्यही भएर केही खाजासाजा खानुहुन्न उहाँले। अनि त्यही भएर मेरो भिडियो हेरेर चाहिँ कराउनुहुन्छ। अनि त्यही भएर आज चाहिँ अलिकति फुर्सद भएर घर बस्नु भएको दिनमा मैले चाहिँ हस्बेन्डलाई यसरी सबै चिज हालेर मिठो गरी बनाइदिएको थिएँ। अनि उहाँ चाहिँ खुसी भएर खानुभयो। अर्काको काम गर्नेलाई कति गाह्रो छ है, न खान पाउँछ न सुत्न पाउँछ, केही गर्नै पाउँदैन। कति गाह्रो छ। कहिले आफ्नो पैसा हुन्छ र होइन। बुढाबुढी एउटा सानो काम गरेर सँगै बस्नु जस्तो भइसक्यो कि मलाई यो अर्काको काम गर्ने चाहिँ न जस पाउँछ, न खाना पाउँछ, न के पाउँछ है।